सो हेलो साथीभाइहरू, वेलकम टु माई मेरो न्यू भिडियो। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै आरामै छु। आज चाहिँ हाम्रो घरमा खसी काट्ने कार्यक्रम छ हैन। यहाँ बुवाले चाहिँ पानी तताउनु हुँदैछ अनि यता मम्मी चाहिँ चट्ट लाएर घर लिप्नु हुँदैछ र आज हामीले काट्ने खसी चाहिँ यही हो हैन। हेर्नु कत्रो ठुलो छ, कडक छ नि हो। अनि यता बुवाले चाहिँ पूजा गर्नु हुँदैछ, यसो देउता मुन्साउनु हुँदैछ हैन। अनि म चाहिँ भिडियो बनाइरहेको छु। अब दसैँको खानु पर्यो नि त। अनि हामीले चाहिँ यता खसी पनि ढालिसक्यो हैन है। चट्ट पारेर खसी ससी काट्यो। अब यहाँ चाहिँ भुत्लाउने कार्यक्रम हुँदैछ, तर मलाई चाहिँ आएन क्या। मैले चाहिँ नजानेर यसो अङ्कललाई सघाइदिएको हैन। त्यही भएर बिस्तारै गर्दैछु, जान्नु पर्दो रहेछ नि त। त्यही भएर यता बुवाले चाहिँ पानी ल्याएर हाल्नु हुँदैछ, हामी दुईजना चाहिँ भुत्ल्याउने रहेछौँ। त्यही भएर यता हेर्नु होला, हजुरहरूले चाहिँ खसी काट्नु भयो कि भएन, हाम्रो त यस्तै छ है। अनि यता चाहिँ अब हाम्रो हजुरबाले फोर्ने कार्यक्रम गर्नु हुँदैछ। हामीलाई त आउँदैन हैन, केटाकेटी हो हामी त। यसो समाउने, हेर्ने, खाने त्यही मात्रै हो हैन। अब यस्तो यहाँ चाहिँ हजुरबाले मस्त लाएर खसीको भुँडी निकाल्नु हुँदैछ। म चाहिँ भिडियो बनाउँदैछु अनि हजुरबाले बिस्तारै निकाल्दै हुनुहुन्छ हैन। निकाल्दै भुँडी पनि निक्लिसक्यो है। हाम्रो खतरा रहेछ गाइज, भुँडी त यसको ठुलो नै रहेछ हैन। अनि त्यहाँ बोसो खोज्नु हुँदैछ, तर बोसो छैन। अनि फेरि अङ्कलले चाहिँ यता फिलाहरू साँप्राहरू ठाउँ पार्न लाम्बो। अनि म चाहिँ यता अगेनामा बसेर त्यो खसीको खुट्टा पोल्ने। गाह्रो छ नि हौ साथीहरू, हेर्नु त दसैँको बेलामा हैन है। खुट्टा पोल्दैछु हैन। अनि यता चाहिँ अङ्कलहरूले बुवाहरूले कति किलो भयो भनेर जोख्दै हुनुहुन्छ हैन, जोख्दै काट्दै हुनुहुन्छ। अनि म चाहिँ खुट्टा पोल्दै आउँदै भिडियो बनाउँदै गर्दैछु। मासु चाहिँ यति नै भएको छ हैन। अनि यता मम्मी र भाइ मिलेर आन्द्रा भुँडी धुनु हुँदैछ। अनि एकछिन पछाडि चाहिँ मैले रक्ती आन्द्रा भुँडीहरू मिसमास गरेर पकाउनतिर लागेँ। तर मैले चाहिँ पकाएको होइन, मम्मीले पकाउनु भएको। अनि म चाहिँ यसो त्यहाँ बसेर सघाउने हैन। अनि मम्मीले चाहिँ हाल्नु हुँदैछ कराईमा। अब खानुपर्छ आज दसैँको भाग हैन। यस्तै छ है। अनि भरे पाकेर रेडी भइसकेपछि यस्तै भइसक्यो, त्यो खाउँ लाग्दो हैन। अनि हामीले चाहिँ सबैजनाले मिलेर खाइयो। अनि मेरो भाग चाहिँ यहाँ छ। र भिडियो कस्तो लाग्यो हेरेर लाइक, कमेन्ट, सपोर्ट, माया देखाइदिनु होला। अनि सबैजनाले मेरो च्यानलमा सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ दिस भिडियो गाइज।